चिरी लेखेको चाहिँ हो कि हैन बुवा? हेलो गाइस, नमस्ते सेवा, के छ खबर? सन्चै हुनुहुन्छ? ल गाइस, हामी चाहिँ हिजो कत्रेको धानलाई पनि भेला पार्दैछौँ। उता मेरो मम्मी बुवाहरू धमाधम ओसारिराख्नु भएको छ। हामी तीनजना यता धमाधम गरिरहेको छौँ। उता छिमेकी आन्टीहरू पनि एकदम धमाधम हामीले गरेको देखेर रिसले डाँडाले हतार हतार गर्नु हुँदैछ। त्यही भएर यहाँ हामी एकदम धमाधमसँगले गरिरहेछौँ। तीनजना मिलेर छिमेकी आन्टीहरू पनि डाँडाले हतार 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 जसले जे जे भने थ्रेसर त फर्स्टमा लाउने मै हो मम्मी। उता छिमेकी आन्टीहरूको पनि हतार छ। के गर्नु हौ, गाउँघरमा अहिले घरमा भन्दा पनि बेसी खेतमा भेटिन्छ है गाउँघरमा मान्छे। त्यही भएर सबैजना धमाधम गरिएको छ। गाइस, हाम्रो गाउँले जीवन चाहिँ यस्तै छ। के गर्नु? के अरे विवेक, त्यो बान्नु भनेको त छँदैछ नि। यो मेमोरी फेरि फिर्केर आउँछ अनि यहाँ भिडियो बना भनेर बुढाले 1 लाख लाई लिएको मोबाइल अनि नबनाएर हुन्छ मैले? ओके न भन्नु त मम्मी? ओके न बुवा? अनि भिडियो नबनाएर हुन्छ यहाँ मैले? अनि बुवालाई भन्नु तपाईँलाई धान थन्काउनु पाउँदा कस्तो लागिरहेको छ? खुसी लाग्छ नि। अब 1 वर्ष थन्काउनु पर्ने छ। अन्त है ए छेत्री आन्टी, दुःख गरेर हामी किसानले काम गर्छौँ। इज्जत भन्ने खोइ यहाँ हरिना आन्टी मेरो मम्मीले बुहारी ल्याएर भत भत हुनु भएको छ। बुहारी चाहिँदैन अरे, हरिना आन्टी चाहिँदैन भन्नु। अनि अब यस्तो गर्नु परेको नि त। अब नभएपछि चित्त बुझाउनै पर्यो। हामी जस्तो ल्याउनलाई त सक्नु पर्यो नि। अहिले चिरी लेखेको चाहिन्छ हामी जस्तो पाउनलाई।